नमस्कार, यति बेला हामी सिधापत्र अनलाइन टेलिभिजनबाट प्रत्यक्ष रूपमा फिल्ड रिपोर्टिङको लागि यतिखेर लमैमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयमा हामी आइसकेका छौँ। यति बेला तपाईँ देख्न सक्नुहुन्छ धेरै यहाँ यस बैंकमा आफ्नो रकम जम्मा गर्नुभएको र पछिल्लो समयमा यही जम्मा गरेको पैसा निकाल्न पनि धेरै शास्ति बेहोर्नु परेको छ। यो चाहिँ बैंकमा जानेलाई पैसा जाने यत्रो पब्लिकलाई यत्रो दुःख दिएर यस्तो गराएर पैसा जानेलाई नि सञ्चालन गर्न कारबाही गर्नुपर्छ। नेपाल राष्ट्र बैंकले चाहिँ हामीले बारम्बार नेपाल राष्ट्र बैंकलाई भन्दाखेरि उसले जानेलाई के भन्छ, उसको त धितै छैन, बिना धितो पैसा लगाएछ हामीलाई झुक्काएछ भनेर चाहिँ राष्ट्र बैंकको मान्छे आएर यहाँ त्यस्तो भन्ने। एकदम दुःख लागेको छ। हेर्नुहोस्, यो दसैँ आएको छ नि, यो दसैँ आएको बेलामा हामीले 2-4 पैसा लगेर छोरा छोरी ज्वाइँ चेला आफूले खाइ नखाइ बिदा बारी गरेर टिकटाला गर्न परेको छ। आफूलाई कमाइ छैन होइन, छोराहरू कहाँ छन् बुहारीहरूले छोराहरूले दिन्न नामलाई। अब भएको पैसा टिका लाएर जम्मा गरे पैसा पनि आफ्नो ल्याएर राखेको, आफूले केही गरमला भनेको पनि आज दसैँ मान्न परेको छ, केही पनि दिनु भएको छैन। कस्तो लाग्यो अब कुरै नगर्नुहोस्, कस्तो लाग्छ त्यसपछि। एक त आफूले कमाएर खाइ नखाइ राखेको पैसा त्यसमाथि अनि यसरी लाइन लाग्न पर्ने, त्यो पनि कहिलेकाहीँ नपाएर कुनै महिना त्यत्तिकै खाली जान्छ। अनि कस्तो लाग्छ, 5,000 पाइन्छ फेरि जम्मा एक पटकमा 5,000 दिन्छ। पुरा दिनभरि लगाएर बस्ने हो, खाऊ नखाएर आऊ बस्ने हो, अनि 5,000 पाउने हो। अनि त्यति बेला त्यो मान्छेलाई कस्तो लाग्छ आफै विचार गर्नुहोस्। हामी यस्तै बच्चा ल्याएर आएको छौँ, हामी औषधि गर्ने पनि आएको छौँ। अहिलेसम्म लाइनमा छौँ। हेर्नु सर, हाम्रो पैसा खाडीमा बिचार सकि नसकि कमाएको पैसा हो नि त। अनि हामीले घर हाल्ने भने राखेको पैसा अहिलेसम्म नदिने नझुलाउने, यस्तो झुलाउने होइन नि त। हामीलाई यस्तो गर्ने हो, हामी गरिदिउँ त। भोलि अब पैसा कोनै उठाइदिनुहुन्न यहाँ सरहरूले, कोनै नउठाउने के कारण हो? मेरो भनाइ के भनेपछि त्यो उमेर हद हेरेर बरु 2 महिना 4 महिना 5 महिना 6 महिना पछि बोलाउनुहोस्, एकैचोटि भुक्तानी गरिदिनुहोस्। यो पटक पटक अथवा किस्तामा बोलाएर दुःख दिने काम चाहिँ नगर्नुहोस्, यही भन्न खोज्नु। हजुर, मेरो भनाइ त्यही हो। भाडा खर्च हुन्छ, बिमारी मान्छे, बुढो मान्छे 75-76 वर्ष पुगेको मान्छे उभिरहन धौ हुन्छ, बस्न पनि धौ हुन्छ, पियास लाग्छ, शरीरले थेक्न सक्दैन। अब हामीले यसरी यो महिनामा 3-4 पटक त्यो 5,000 दिएर अलिकति त्यो झ्याउ भयो, दिनभरि कुर्दा पनि धौने लाइनमा। त्यही पनि फेरि कहिले ढकल यो गाडी पछाडि त्यस्तो हुनुभन्दा बरु महिनामा 25,000 दिए पनि एकैचोटि बरु दिएपछि सजिलो हुन्थ्यो। 5,000 को लागि पटक दुःख आफूले पाउन नपरोस् भन्ने तपाईँको सोच हो। 5,000 फेरि एकदम घरमा काम पनि हराउने, अनि फेरि दिनभरि यहाँ कुर्नु, अनि 5,000 लिएर जानु भन्दा त पटक कामहरू हराउनु। अब बैंकप्रति तपाईँको विश्वास कस्तो छ? अब तपाईँले पैसा जम्मा गर्नुहुन्छ, अब यसरी लाइन लाग्ने, यसरी 5,000 दिनको लागि दिनभरि दुःख दिने बैंकलाई के भन्नुहुन्छ त? कसरी के छ? विश्वासै टुटेको सर। यहाँ चाहिँ एकदमै भिडभाड थियो। अनि किन भिडभाड छ भन्दाखेरि त तपाईँको जो राप्ती गाउँपालिका वडा नम्बर 5 सिसानियाको जुन शाखा छ, त्यो शाखालाई पनि यहाँ चाहिँ गाप दिए हुनाले सिसानियाका सेवाग्राही समेत यहाँ आएको हुनाले चाहिँ यो भिडभाड चाहिँ अत्यधिक मात्रामा चाहिँ भिडभाड मैले देखेँ। त्यसो मैले बुझ्दाखेरि अब सेवाग्राहीको चाहिँ यहाँ भिड छ। अहिले चाहिँ अब टोकन चाहिँ रोकिया छ, 1 लट चाहिँ माथि चाहिँ के अरे कारोबार भइरहेछ भन्ने कुरा भयो होइन। त्यो यहाँ धेरै मैले चाहिँ समस्या देखेँ। खासमा यो सिसानियाको शाखालाई लमहीमा काट्दाखेरि यो समस्या चाहिँ भएको हो मैले बुझेको। नत्र तपाईँको जुन शाखाबाट कारोबार हुन्थ्यो त्यतै शाखाबाट गरिदिएको भए यसरी चाहिँ सेवाग्राहीहरूले दुःख पाउने अवस्था थिएन। त्यसले गर्दाखेरि मैले चाहिँ के भन्न चाहन्छु भन्दाखेरि जो हेड अफिस चाहिँ नेपालगञ्ज छ, नेपालगञ्जको जो प्रमुख हुनुहुन्छ र राष्ट्र बैंकको प्रमुखलाई पनि के आग्रह गर्न चाहन्छु भने यथास्थानबाट कुनै पनि सेवाग्राही अथवा नागरिकलाई दुःख नदिने गरी यथास्थानबाट कारोबार गर्नु हुन म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।